त्यो कोट लगाउने बित्तिकै भला आदमी हुन्छ, टाई साई यताउता चिटिक्क हेयर स्टाइल बनाएर जुत्ता लगाइदिएपछि कुकुर पनि भुक्दैन। धोती लगाएर गयो नि कुकुर पछि लगाएरै टेन्सन हुन्छ। अहिलेको सोसाइटी भनेको डग सिभिलाइजेसन हो। डग अहिलेको कुकुरको प्रवृत्ति के हुन्छ त भन्दा बाहिरी दृष्टिकोण हेरेर भुक्छ के हो। सो हामीहरू बाहिरी पहिरनलाई हेरेर के गर्छौँ, जज गरिरहेछौँ संसारलाई। त्यो यो बाहिरी पहिरन चेन्ज गर्ने होइन, भित्रको हृदय चेन्ज गर्ने। पहिला हृदय परिवर्तन भएपछि एउटा कुरा हुन्छ, के थाहा छ? एउटा अब मेरो खुसीको रिमोट तपाईँसँग हुँदैन कि, त्यो रिमोट मैसँग हुन्छ कि। मलाई खुसी हुनु मन लाग्यो खुसी भइदिन्छु, दुःखी हुनु मन लाग्यो दुःखी भइदिन्छु, कसैसँग मतलबै छैन। जसले जेसुकै भन्नुहोस्। एकचोटि त्यहाँ बुटोलतिर एकचोटि हामीहरू बस थियो पहिला, अनि बसमा जाँदाखेरि एकजना मान्छे गाडी गएर रोक्यो, अगाडितिर ठ्याक्क लाएर एउटा कार रोकिएको थियो होइन। त्यो कारभित्र श्रीमान श्रीमतीको झगडा भयो। हेर्नुहोस्, कारमा भित्रभित्र झगडा भयो। कार चढ्दैमा खुसी भइन्छ जस्तो लाग्यो होला तपाईँहरूलाई। कार भए त ओहो के नै हावैमै भयो जस्तो लाग्यो होला। कारभित्र भएका झगडा गरेपछि के का खुसी हुनु, मारामार भयो। झगडा भइसकेपछि अनि अब झगडा भएपछि त कार रोकिदियो बिच बाटोमा। अब हाम्रो बस गयो, रोकियो भने बस रोकिएपछि पछाडि अर्को आएर त्यो पनि रोक्यो। अब हाम्रो त रोकिएपछि अब यसो झरेर हेर्नु पऱ्यो के भइरहेछ त्यहाँ अगाडि, झगडा किन भइरहेछ मिलाउनु पऱ्यो। बरु साइडमा गएर झगडा गर्नुहोस् जति गरे पनि होइन, मैदानमा बरु उत्रिनुहोस् भन्न मिल्यो। बिच बाटोमा झगडा गर्नु भएन भनेर यसो झरेको पछाडिवालालाई हतार भारी चाहिँ फेरि ऊ बाहिर निस्केर ओए टक्लु बिच बाटोमा रोक्छस् टक्लु भनेर चिच्यायो, गाली गर्यो। गाली गरेपछि त्यसपछि बाई चान्स के भइदिएछ भन्दा अगाडि कारवालाको चाहिँ कपाल रहेनछ। हेर्नुहोस्, हामी त भोलिन्टियर टक्लु, हामी त कपाल फालेर टक्लु भएको। जो नेचुरल टक्लु हुन्छ उसलाई त साह्रै रिस उठ्छ नि त। अनि कारवालाको कपाल रहन्छ टाउकोमा, अगाडि यसै त श्रीमतीसँग झगडा, पछाडिबाट टक्लु भन्छ कसले, उसलाई उठ्यो रिस। त्यसपछि कारको ढोका खोलेर बाहिर आयो, कसले टक्लु भन्यो। अनि उताबाट फेरि टक्लु भनेर चिच्यायो। अब त पुग्यो उसलाई। त्यसपछि गएर पिटापिट मारामार। भनेको कसलाई? हामीलाई रिस उठ्यो, किनभने हामीसँग के छ, आफ्नो रिमोट आफ्नै पकेटमा छ। त्यो कारवालासँग छैन आफ्नो रिमोट। उता टक्लुवालाको चाहिँ रिमोट कोसँग थियो?